मेयर साहब पनि हुन्छ। यसको मतलब हाम्रो मेयरले पनि मेरो स्यालेरी दिएको होइन। एनेस्थेसिया विभागमा एनेस्थोलोजिस्टको हिसाबले मेडिकल अधिकृतको पदमा काम गराएर नारायणी अस्पतालका मेसु र नारायणी अस्पतालका समितिका सम्पूर्ण मान्छेहरूले आज सिडिओमा यहाँ चाहिँ मैले चिठ्ठीमा चाहिँ के लेख्नु भनेर सोधिरहेको थियो, नाम चाहिँ कसलाई दिने भनेर। मैले नाम भन्यो भने त नारायणीको सम्पूर्णको नाम दिनुपर्छ, त्यसैलाई त्यो नामको चिठी त मलाई भर्नु परेन। तर म यो भिडियो मार्फत चाहिँ भन्न चाहन्छु, नारायणीको सम्पूर्णले मिलेर मेरो पैसा दिएको छैन। त्यसमा समितिको सम्पूर्ण आउन सक्छ, त्यसमा समितिको अध्यक्षदेखि लिएर समितिको सम्पूर्ण मेम्बरमा यहाँ हाम्रो मेयर साहब पनि हुन्छ। यसको मतलब हाम्रो मेयरले पनि मेरो स्यालेरी दिएको होइन, त्यसरी त होइन नि। भनेपछि यो सम्पूर्ण वीरगञ्जवासीदेखि लिएर यो सम्पूर्ण यहाँको न्यायालयदेखि लिएर सिडिओदेखि लिएर मेसुदेखि लिएर समिति अध्यक्षदेखि लिएर र मेयरको सम्पूर्णको जिम्मा हो मेरो पैसा दिलाउनु। धन्यवाद।